जग्गा राम्रो हेरेर मात्रै त्यो ठाउँमा मात्रै ओभरटेक गर्नुहोस्। स्पेसली एक्सिडेन्टहरू हुने म्याक्सिमम चान्स पनि टु व्हिलरको छ, त्यो कारणले गर्दाखेरि पनि हुन्छ। अनि टु व्हिलर्समा विशेष बाइक राइडरहरू तपाईँहरू हुनुहुन्छ, कोही बेला म स्पिडमा कोही बेला ओभरटेक गरिदिन्छु, त्यति बेला चाहिँ स्कुटीले ओभरटेक गर्यो भनेर चाहिँ अब बाइकहरू चाहिँ इगोमा लागेर हो कि के भएर हो यस्तो डरलाग्दो उडेर जानुहुन्छ, त्यो पनि तपाईँहरूले नगर्नुहोस्। जति पनि बाइक राइडर्सहरू तपाईँहरू हुनुहुन्छ, तपाईँहरूले चाहिँ आफ्नो मोसनमा आफ्नो कन्ट्रोलिङमा त्यही अनुसारले हिँड्नुहोस्। अनि स्कुटी त झन् यो हाइवेमा स्पिड तपाईँहरू नहिँड्नुहोस्, किनभने ब्रेकिङ सिस्टम एकदमै खराब छ, मेरो पनि एक्सपिरियन्स हो। तपाईँहरूलाई चाहिँ म यो नै भन्न चाहन्छु। अनि लास्टली चाहिँ म के भन्न चाहन्छु भने चाहिँ जति पनि हेभी लोड ड्राइभरहरू हुनुहुन्छ, तपाईँहरूले कृपया गरिकन अलिकति टु व्हिलरलाई बुझिदिनुहोस्, किनभने पछाडि हिँड्दाखेरि एकदमै धुलो बेसी त्यो डस्टहरू उडेको कारणले गर्दाखेरि चाहिँ हामीलाई साह्रो पर्छ। अलिकति ओभरटेक गरेर अगाडि जानु तपाईँहरूले दिइहाल्नुहोस्। तपाईँहरूलाई एउटा सानो रिक्वेस्ट पनि भनेर चाहिँ म भन्छु। र आज चाहिँ म घर फर्किँदैछु, अब छिटै घर पुग्न आँटेको छु, घाम डुबिसकेको छ र रम्फूको छेउमा म यहाँ आएको छु।